यो हो ककनी, जुन नुवाकोटको रमणीय ठाउँमा दिएको। ककनी विशेष गरी छिनछिनमै परिवर्तन हुने मौसम, हरियाली, टाढा काँडा, चिसो हावा र हिमालको मनमोहक दृश्यका लागि निकै लोकप्रिय छ। कहिले घाम, कहिले कुहिरो त कहिले हल्का वर्षाले यहाँको यात्रालाई अझै रोमाञ्चक बनाइदिन्छ। काठमाडौँको माछापोखरीबाट त्रिशुली राजमार्ग हुँदै करिब 1 घण्टाको मोटरसाइकल वा गाडीको यात्रापछि सजिलै ककनी पुग्न सकिन्छ। बाटोभरि हरियाली, पहाड, घुमाउरा सडक र सुन्दर दृश्यले यात्रालाई अझ रमाइलो बनाउँछ। ककनी समुद्री सतहबाट करिब 2000 मिटर उचाइमा अवस्थित छ। यहाँबाट करसिमल, नान्ताङ, मनस्लु लगायत हिम श्रृङ्खलाको आकर्षक दृश्य देख्न सकिन्छ। यही प्राकृतिक सौन्दर्यका कारण ककनी धेरै पर्यटकहरूको रोजाइमा पर्ने गन्तव्य बनेको छ। ककनीको मुख्य आकर्षणमध्ये एक हो मनमोहन स्मृति पार्क। नेपालका पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको सम्झनामा निर्माण गरिएको यो पार्क शान्त वातावरण, हरियाली बगैँचा, विश्रामस्थल र उत्कृष्ट हिमाली दृश्यका लागि प्रसिद्ध छ। ककनी स्ट्रबेरी खेतीका लागि पनि प्रसिद्ध छ। मौसम अनुकूल हुँदा यहाँ ताजा स्ट्रबेरीको स्वाद लिन सकिन्छ। वरिपरिका हरियाली, खेतबारी, जङ्गल वा खुल्ला वातावरणले यहाँको सुन्दरतालाई अझ बढाएको छ। परिवार, साथीभाइ वा प्रकृतिसँग केही समय बिताउनको लागि यो उत्कृष्ट ठाउँ हुन सक्छ। आजको लागि यति नै। आशा गर्छौँ ककनी पनि हजुरहरूलाई एउटा उत्कृष्ट ठाउँ हुन सक्छ। धन्यवाद।